एकादेशमा एउटा ठुलो जङ्गल हुन्छ। त्यो जङ्गलमा काग र परेवा साथी साथी भएर एउटै रुखको हाँगामा खेल्दै आफ्नो समयहरू बिताउँदै बसिरहेको हुन्छ। काग भने अलिकति चङ्खो हुन्छ भने परेवा अलिकति सोझो र खासै चङ्खो हुँदैन। उनीहरू एक आपसमा आफ्नो समय बिताइरहेको हुन्छ र एक दिन भने किसानले उनीहरूलाई खेलिरहेको बेला देख्छ र उसले यो योजना बनाउँछ कि अब म यिनीहरूलाई पासो थप्छु। अनि फेरि भोलिपल्ट किसान चाहिँ आएर उनीहरूलाई धारिलो हतियारमा पासो थापिराख्छ र जसमाथि चाहिँ बदामले छोपिरहेको हुन्छ। परेवा एकदमै भोकाएको हुन्छ। कागले नखाऊ नखाऊ भन्दा पनि परेवा गएर त्यो बदाम टिपेर खाँदाखेरि परेवा चाहिँ जालमा पर्न जान्छ। जब परेवा जालमा पर्छ अनि काग त्यहाँबाट उडेर गएर अरू परेवा र काग साथीहरूलाई बोलाउनका लागि त्यहाँबाट उडेर जान्छ। पासो थापेको व्यक्ति फेरि त्यहाँ आउँछ र पासोमा परेवा परेको देखेर उसले निकाल्न गइरहेको हुन्छ। यसै बिचमा काग र परेवाहरू आएर फेरि त्यो मान्छेलाई त्यहाँबाट एट्याक गरेर खेदाउँछ। त्यो मान्छे यसरी डरले त्यहाँबाट भाग्छ कि दुबारा फर्केर आउँदैन। र यो कथाको मोरल भनेको एउटा असल साथीले हामीलाई कहिले पनि दुःखको समयमा एक्लै छाड्दैन। थ्याङ्क्स फर वाचिङ।